एडिटर साइला युट्युब च्यानलमा सबैलाई स्वागत छ र आज चाहिँ मैले फेसबुकबाट कसरी पैसा कमाउने फेसबुक पेज अथवा फेसबुक प्रोफाइलबाट यसको बारेमा भिडियो लिएर आएको छु। हो साथीहरू, मेटाले नेपाललाई मोनेटाइजेसन पात्र देशहरूको सूचीमा समावेश गरेको छ। नेपाली क्रिएटर्सहरूले अबदेखि फेसबुकमा रिल्स, फोटो, टेक्स्ट, भिडियो आदि कन्टेन्ट मोनेटाइजेसन प्रयोग गरेर आफूले रिल र भिडियोबाट आम्दानी लिन अथवा पकेट खर्च बनाउन सक्नुहुनेछ र नेपालमै आफ्नै ब्याङ्क खातामा पैसा पनि प्राप्त गर्न सकिन्छ अब नेपालमा। र आज चाहिँ मैले यसको विषयमा भिडियो लिएर आएको छु र नम्बर 1 मा चाहिँ यसको लागि हामीहरूले फेसबुक छ भनेदेखि हामीले फेसबुक प्रोफाइललाई पेजमा अथवा प्रोफेसनल मोड हैन फ्रेन्डलाई चाहिँ फलोमा बदल्नु पर्यो है त। हामीले फ्रेन्डलाई चाहिँ फलोमा कन्भर्ट गर्नुपर्ने हुन्छ र अर्को चाहिँ फेसबुक पेज क्रिएट गरेर यो सेम प्रोसेस नै छ र फेसबुक पेज चाहिँ अलिकति फरक छ र यो फेसबुक पेज कसरी क्रिएट गर्ने भन्ने विषयमा चाहिँ आज मैले भिडियो लिएर आएको छु र यो कसरी क्रिएट गर्ने अब म लाग्छु सरासर मोबाइलको स्क्रिनतर्फ। ओके, हामी फेसबुक पेजमा आइसकेको छौँ। ल हेर्नुले यहाँनिर फेसबुक पेज ओपन गर्छु म र यहाँनिर 3 लाइन छ, यसमा टच गर्छु। यसमा टच गरिसकेपछि यहाँहरूलाई यो मेरो प्रोफाइल हो र यहाँ तल पेज भनेपछि पेजमा हामी टच गर्छौँ। पेजमा टच गरेपछि यहाँनिर मेरो एउटा क्रिएटमा जान्छौँ। क्रिएटमा गइसकेपछि ल हेर्नुले यहाँनिर दुईवटा अप्सन छ, एकमा छ पर्सनल र एउटा छ प्रोफेसनल। हामी पर्सनलमा टच गर्छौँ र यहाँनिर नेक्स्ट गर्छौँ। ओके, ल हेर्नुला यहाँनिर फोटो छ, यहाँ अहिले पनि लगाउन सक्छौँ र भरे पनि लगाउन सक्छौँ र यहाँनिर हामी आफ्नो पेजको नाम क्रिएट गर्छौँ। आफ्नो पेजको नाम के छ सो चाहिँ हामी क्रिएट गर्छौँ यहाँनिर। ल हेर्नुला यहाँ मेरो पेजको नाम म क्रिएट गर्छु, ब्लग विथ पूर्ण एडिटर मेरो चाहिँ। ओके, ल हेर्नुला ब्लग विथ पूर्ण एडिटर। अब यहाँनिर ल राइट आएको छ, एकदम ठिक छ। अब हामी सी अलमा जान्छौँ र यहाँनिर दुईवटा अप्सन छ फेरि पनि, ल हेर्नुहोस् यहाँ क्रिएट पर्सनल प्रोफाइल र क्रिएट पब्लिक छ, या पब्लिकमा हामी क्रिएट गर्छौँ। त्यसपछि यहाँनिर फेरि पनि सोही क्रिएट नाम चाहिँ हामीलाई क्रिएट गर्न लागेको हुन्छ, पेज नाम चाहिँ। ल हेर्नुहोस् म सोही नै लगाइदिन्छु, ब्लग विथ फोन एडिटर, यही नै म यहाँ हाल्छु, यही हो। हामीले श्याम चाहिँ नाम लाग्नुपर्ने हुन्छ, फेसको नाम चाहिँ श्याम। ओके, एउटै। ल हेर्नुहोला यहाँ भइसकेको छ। अब हामी यति भएपछि यहाँनिर नेक्स्ट गर्छौँ। ओके, अब ल हेर्नुहोला यहाँनिर वाट्स क्याटेगोरी भन्ने छ बेस्ट होइन, अनि यहाँनिर हामी क्याटेगोरी हाल्छौँ। यहाँनिर चाहिँ डिजिटल क्रिएटर आइसकेको छ मुनि, ल हेर्नुहोस् यसलाई नि म टिक गर्छु। ओके, डिजिटल क्रिएटर भइसकेको छ, राइट आएको छ। अब हामी यहाँनिर क्रिएटमा टच गर्छौँ फेरि। त्यसपछि लु हेर्नुहोला यहाँनिर बियो छ, हामीले बियो क्रिएट गर्नु भनेको छ होइन। यहाँ चाहिँ हामी बियोमा चाहिँ के लाउँछौँ होइन। ल हेर्नुहोला यहाँनिर लाइफ स्टाइल ब्लग हाल्छौँ है त। ऊ लाइफ स्टाइल आइसकेको छ। अब हामी यहाँनिर यहाँ पर चाहिँ एउटा ठुलो लेटर लेख्छौँ, बिग लेटर, स्मल लेटर छ, यसलाई हामी क्यापिटल लेटर बनाउँछौँ है त। ओके, लाइफ स्टाइल। अब हामी यहाँ ब्लग लेख्छौँ है, के VLOG ब्लग, लाइफ स्टाइल ब्लग। ओके, भइसकेको छ। अब हामी फेरि ओके लाइफ स्टाइल ब्लग भिडियो हेर्नुहोस् भइसकेको छ। अब हामी
कन्टेन्टमा जान्छौँ र यहाँ तल वेबसाइट भनेको छ। वेबसाइटमा चाहिँ हामी टिकटक अथवा युट्युबको लिङ्क हाल्छौँ। हामी अहिले चाहिँ युट्युबको लिङ्कमा जान्छौँ है त। यसको लागि हामी युट्युब खोल्छौँ र यहाँ माथि सर्च गर्छौँ आफ्नो च्यानल नाम। ल हेर्नुहोस् मेरो पूर्ण एडिटर, यहाँ एडिटर पूर्ण एडिटर तल आइसकेको छ यहाँ। ओके ल हेर्नु होला। त्यसपछि हामी यहाँ तल लोगो छ यहाँ टच गर्छौँ। ओके यहाँ टच गरेपछि यहाँ 3 डट छ यहाँ टच गर्छौँ र यहाँनिर सेयरको अप्सन छ यहाँ टच गर्छौँ। त्यसपछि यहाँ कपी लिङ्क छ कपी लिङ्कमा टच गर्छौँ। अब हामी यसलाई ब्याक गरेर फेरि पनि फेसबुकमा लाग्छौँ है। ओके ओपन फेसबुक गर्छौँ र वेबसाइटमा हामी पेस्ट गर्छौँ। ओके ल पेस्ट भइसक्यो नि हेर्नुहोस् टिक मार्क आइसकेको छ ग्रिन टिक। ओके हामी यहाँनिर जिमेलहरू छ होइन, फोन नम्बरहरू छ, यो पछि हाल्दा पनि हुन्छ र अहिले हाल्दा पनि हुन्छ, जे गर्दा पनि हुन्छ। लोकेसनहरू छ हामी लगाउन सक्छौँ लोकेसन, अथवा त्यतिकै राख्दा पनि हामी पछि पनि लगाउन सक्छौँ। अनि एड्रेस चाहिँ लगाइदिउँ है। ओके मेरो एड्रेस खोटाङ हलेसी खोटाङ, अनि त्यसपछि हामी लेख्छौँ हलेसी खोटाङ हलेसी 8 खोटाङ हलेसी 2 हाल्छौँ। 8 ल हेर्नुहोस् भइसकेको छ होइन, ठ्याक्क भइसकेको छ। ल हेर्नुहोस् अब भयो। यहाँ तल पनि आएको छ पेज इज हेल्थ भने चाहिँ। फेरि हामी स्क्रोल गर्छौँ यहाँनिर हामी सिटी हाल्छौँ अनि त्यसपछि जिप कोड पनि हाल्छौँ, अथवा हामी यसलाई त्यत्तिकै छोडेर पछि पनि हामी जिप कोडहरू फिल गर्न सक्छौँ है त। अब यहाँनिर आवर्स आएको छ ल हेर्नुहोस् आवर्स। अब नो हर्स एभाइबल भनेको छ, तल चाहिँ अलवाइज ओपन, हामी अलवाइज ओपनमा टच गर्छौँ। यहाँ हेर्नुहोस् अलवाइज ओपन छ, यहाँ आवर्स छ, यहाँ अलवाइज ओपनमा चाहिँ हामी टिक मार्क लाग्छौँ। ल हेर्नुहोस् अलवाइज ओपन। ओके त्यसपछि हामी नेक्स्ट गर्छौँ। यहाँनिर नेक्स्टको अप्सन देखिरहनु भएको छ, यसमा हामी नेक्स्ट गर्छौँ। ओके ल हेर्नुहोस् अब हामी चाहिँ आइसकेको छ कस्टमाइजेसन योर पेजमा। अब हामी कस्टमाइज गर्छौँ र यहाँनिर चाहिँ ब्लक विथ फोन एडिटर भन्ने नाम छ। त्यसपछि यहाँनिर हामी प्रोफाइल पिक्चर अनि यहाँ चाहिँ के हाल्छौँ त ब्याकग्राउन्ड पिक्चर हाल्छौँ। ब्याकग्राउन्डमा हामी टच गर्छौँ र त्यसपछि आफूले जुन चाहिँ मन लाग्छ आफूलाई त्यही हामी ब्याकग्राउन्ड पिक्चर हाल्छौँ। मैले हालिसकेको छु। ल हेर्नुहोस् आइसकेको छ, एकदम प्रोफेसनल भइसकेको छ ब्याकग्राउन्ड फोटो। त्यसपछि हामी फेरि पनि लोगोमा जान्छौँ र लोगो पनि हामी टच गर्छौँ एउटा फोटो। ल हेर्नुहोस् अब यो पनि आउँछ आउँदैन होइन, यहाँ तल आउनुपर्ने हुन्छ है, कस्टमाइज हुनुपर्ने हुन्छ। ओके भइसकेको छ। ल हेर्नुहोस् अब हामी यहाँ नेक्स्ट गरेर हाम्रो यो पुरा भइसकेको छ, हाम्रो पेज चाहिँ एकदम प्रोफेसनल क्रिएट भइसकेको छ। ओके थ्याङ्क यू फर वाच दिस भिडियो। बाई बाई टेक केयर।